यो बाटो कहाँसम्म यस्तो होला है? चोकसम्म तलसम्मै छ? हजुर धेरै दिन भइसक्यो हेर्नु न यस्तो छ है त्यही त म थाहै थिएन यस्तो बाटो त 4-5 दिन भइसक्यो यस्तो भएको ठिकै छ कि छैन छिटै यो उयो राम्रो उयो भयो सबैलाई सजिलो हुन्छ स्टुडेन्टहरू हजुर मान्छेहरूले सबैलाई होइन हजुर हेर्न यस लावर यसो गरेर पानी परिरहेको छ दिनकै हजुर यो बनाइहाले त अब हामीलाई नै सजिलो हुने हो नि होइन हजुर झन्डै लड्यो नि म त्यहाँ हेर्नु सबैजनालाई धेरैलाई यहाँनिर धेरैलाई यस्तो अप्ठ्यारो परिरहेको छ नि सबैलाई क्या यहाँनिर मान्छे बिहानदेखि नै यस्तो भन्छ नि किन यस्तो भयो भनेर पब्लिक सबैले गुनासो गरिरहेको छन् हजुर ठिकै छ ठिकै छ तपाईँ चाहिँ कहाँ यहीँबाट हजुर मेरो घरै यही हो ए ल ठिकै छ के हो त अनि दाइको नाम चाहिँ मेरो नाम रामचन्द्र ए ल ठिकै छ हुन्छ हुन्छ दाइ म जानु हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो सो आज चाहिँ डे 9 रहेको छ र डे 9 मा म चाहिँ कहाँ जान्छु के गर्छु सो त्यो चाहिँ तपाईँहरूले अब थाहा पाउनु पऱ्यो है सो मैले चाहिँ लगाइदिन्छु सो म भन्न त भन्छु सो म यो ठाउँमै जान्छु भनेर लोकेसन त म बताउँदिनँ तर पनि आजको भिडियो एकदमै स्पेसल जग्गा है कति प्रायले देख्नु भयो होला कति प्रायले देख्नु भएको छैन होला सो तपाईँहरूले चाहिँ हेरेर कमेन्ट गर्नु होला यदि तपाईँहरूलाई थाहा छ भने र थाहा छैन भने पनि कमेन्ट चाहिँ गर्नु नै होला कहाँदेखि हेर्दै हुनुहुन्छ सो भिडियोलाई मनपर्छ भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा पहिलोचोटि आउनु भएको छ च्यानलमा आएर पनि सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गरेर साइडमा आउने बेल आइकनलाई पनि अलमा प्रेस गरिदिनु होला साथीहरू ताकि जति पनि मैले अपलोड गर्ने भिडियोहरू चाहिँ प्रत्येक भिडियोहरू तपाईँहरूले मिस गर्न पाउनुहुने छैन साथीहरू सो गाइज आई होप इन्जोय दिस भिडियो सो तपाईँहरूले चाहिँ यो भिडियोलाई लास्टसम्म हेर्नुभयो भने चाहिँ पक्कै पनि लाग्छ तपाईँहरूले एकदमै तपाईँहरूलाई राम्रो लाग्ने साथीहरू त्यो कारणले गर्दा भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला साथीहरू सो म चाहिँ जाँदै गरेको अवस्था हो र म चाहिँ साथीहरू अहिले चाहिँ जाँदैछु र जाँदा जाँदै मैले नबोल्नु कारण चाहिँ धेरै चाहिँ साउन्ड आउने यो गाडीको बाइकको साउन्ड धेरै आउनु भएकोले गर्दाखेरि म चाहिँ खासै बोल्दिनँ साथीहरू यस्तो भिडियोलाई लास्टसम्म हेर्नु होला यो भिडियोलाई हेरेर इन्जोय गर्नु होला साथीहरू म चाहिँ अहिले चाहिँ बर्खे डाँडा चोक निस्किसकेको छु
ब्युटिफुल परिरहेको छ बाटो बाटो यस्तो होला भन्ने मैले खत्म भयो बाटो खत्म भयो आइहाल्यो लग्दै के भएन यो बाटो कहाँसम्म यस्तो होला है तलसम्मै छ धेरै दिन भइसक्यो हेर्नु न यस्तो है त्यही त म थाहै थिएन यस्तो बाटो त 4-5 दिन भइसक्यो यस्तो भएको ठिकै छैन छिटै यो उयो राम्रो उयो भयो सबैलाई सजिलो हुन्छ स्टुडेन्टहरू हजुर मान्छेहरू सबैलाई होइन हजुर हेर्न यस लाउने चाहिँ गरेर पानी परिरहेको छ दिनकै हजुर यो बनाइहाले त अब हामीलाई नै सजिलो हुने हो नि होइन हजुर झन्डै लडेन म त यहाँ सबैजनालाई धेरैलाई यहाँनिर धेरैलाई यस्तो अप्ठ्यारो परिरहेको छ नि सबैलाई यहाँनिर मान्छे बिहानदेखि नै यस्तो भन्दा किन यस्तो भयो भनेर सबैले गुनासो गरिरहेको छ ठिकै छ तपाईँ कहाँ यहीँबाट हजुर मेरो घरै हो ए ठिकै छ के हो त अनि दाइको नाम चाहिँ ए ठिकै छ हुन्छ दाइ म जानु यहीँको वासी दाइलाई भेटियो त्यति लाग्यो साथीहरू बाटो बनिदिएको भयो यहाँले हेर्ने स्टुडेन्टहरूलाई पनि धेरै राम्रो हुन्छ सजिलो हुन्छ बाटो चाहिँ बनेको राम्रो हो यस्तो पानी पनि धेरै परिरहेको छ है त्यो कारणले गर्दा भइहाल्यो र यो आँटिरहेको कामहरू सरकारले बाटो राम्रो ठिकै नै लागेको सो गाइज फाइनल्ली म चाहिँ यहाँनिर आइपुगिसकेको छु र तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ एउटा सिमेन्टको पुल माथि पनि एउटा झोलङ्गे पुल निकै नै यो चाहिँ निकै नै एकदमै रोमाञ्चक होइन ठाउँ रहेको छ यो चाहिँ यहाँनिर यो ठाउँ चाहिँ एक समय निकै भाइरल पनि भइरहेको ठाउँ हो साथीहरू र यहाँदेखि तपाईँहरूले देख्न सक्नुहुन्छ सो पुरै कति राम्रो खुल्ला मैदान यहाँनिर चाहिँ चारैतिर खुल्ला देखिन्छ सो यहाँबाट चाहिँ तपाईँहरूले यो ठाउँमा आएर चाहिँ टिकटकहरू बनाउन सक्नुहुन्छ मैले सोचेको पनि थिएन कि यो ठाउँ यस्तो हुन्छ भनेर साथीहरूलाई एकदमै खुसी लागिरहेको छ त्यसपछि आएर पनि होला अनि र यो ठाउँलाई चाहिँ यस्तो देख्दाखेरि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ जुन यो पुल चाहिँ छ साथीहरू सो यो चाहिँ
बनिसकेपछि उद्घाटनकै समयमा चाहिँ सो यो पुल चाहिँ यसरी चाहिँ बिचैमा यसको पिलर चाहिँ मेन पिलर चाहिँ मुनि दबिएको कारणले गर्दाखेरि चाहिँ सो यो पुल चाहिँ भाँचिएर झरेको र यहाँनिर चाहिँ सोच्नै नसक्ने घटनाहरूसम्म पनि घटिसकेको छ साथीहरू। यो चाहिँ त्यो कारणले गर्दाखेरि यहाँदेखि वारीदेखि पारीसम्म जानको लागि एकदमै निकै नै कठिन भएको कारणले गर्दाखेरि अहिले चाहिँ यहाँनिर पुल पनि बनिसकेको छ र यहाँनिर पुल बनेर जस निकै राम्रो काम भएको छ साथीहरू। यहाँको बासिन्दालाई त राम्रै काम भएको साथीहरू, तर हामीहरूलाई पनि जस्तो अब कहिलेकाहीँ बेला मौकामा यो बाटो हिँड्नु पाउँदाखेरि पनि सो एकदमै खुसी लागेर आउँछ साथीहरू है। र यो चाहिँ वरिपरि सो यहाँबाट चाहिँ अब स्कुटीहरू पनि जाने गर्दो रहेछ। यहाँबाट चाहिँ अहिले भर्खरै पनि दुईजना दिदी बहिनीहरू गइसक्नु भएको छ र यो जब पुल बनिसक्यो त्यसपछिबाट एकदमै यहाँ चाहिँ सजिलो भइरहेको छ साथीहरू। त्यो कारणले गर्दा यहाँनिर चाहिँ यो पुल बन्नु जरुरी पनि थियो। त्यो कारणले गर्दाखेरि सो यो चाहिँ पहिल्यै पनि बनिसकेको पुल र यो चाहिँ भाँचिएको कारणले गर्दा दबिएको कारणले गर्दाखेरि चाहिँ एकदमै कठिन भइरहेको थियो। सो अहिले चाहिँ एकदमै राम्रो भइसकेको छ साथीहरू। खासै धेरै यो मलाई चाहिँ यो त्यस्तो बोल्न त आउँदैन साथीहरू, त्यही पनि म चाहिँ अब भर्खरै नै भनौँ नि स्टार्ट गर्दैछु। सो नराम्रो नमान्नु सो त्यसमा कुनै पनि शब्दहरू गल्ती अलिकति नराम्रो शब्दहरू आएमा सो तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ अन्यथा नलिदिनु होला। मैले भन्नु खोजेको चाहिँ यो हो कि यो यस्तो ठाउँलाई यस्तो बनाइदियो र जति एक्सपेक्ट गरेको थियो होइन, एक्सपेक्ट नै नगरेको चिजलाई पनि यस्तो राम्रो कुरो प्लस यहाँनिर चाहिँ यतिको पुल बनिसकेपछि पनि भाँचिसक्दाखेरि चाहिँ फेरि पनि यसलाई चाहिँ नयाँ निर्माण झोलङ्गे पुलको निर्माण गरेर त्यसो बाटो हिँड्नलाई चाहिँ एकदमै राम्रो गरिदिएकोले गर्दाखेरि सो म चाहिँ आएको साथीहरू। सो मैले चाहिँ धेरै अगाडि पनि आएको थिएँ यो ठाउँमा आउँदाखेरि चाहिँ यस्तो खालको पुलहरू चाहिँ बनेको थिएन र अहिले चाहिँ बनिसकेको रहेछ सो साथीहरू। सो एकदमै खुसी लाग्यो। म चाहिँ अब सो आयो साथीहरू, तपाईँहरूलाई भिडियो चाहिँ मन पऱ्यो नै होला। सो यदि भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गरिदिनु होला र म चाहिँ अझै पनि यहीँ नै रहेको छ। सो म चाहिँ अब चाहिँ घरतिर जानेछु साथीहरू। सो यहाँनिर घाममा भिडियो बनाउँदा सो मेरो चाहिँ एकदमै धेरै पसिना पनि आइसकेको छ है। सो त्यो कारणले गर्दाखेरि साथीहरू सो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्सक्राइब गर्नु होला साथीहरू। र मेरो आगामी दिन अगाडि पनि अब आउने दिनहरू पनि यस्तै नयाँ ठाउँहरूमा गएर चाहिँ नयाँ भिडियोहरू चाहिँ लिएर आउनेछु साथीहरू। सो र साथीहरू तपाईँहरूले चाहिँ मेरो योभन्दा पुरानो भिडियोहरू चाहिँ हेर्नुभएको छैन भने सो तपाईँहरूले पक्कै पनि हेर्नु होला साथीहरू। सो तपाईँहरूले चाहिँ मेरो च्यानललाई भिजिट गरेर तपाईँहरूले सो हेर्न सक्नुहुन्छ साथीहरू। र आजको लागि चाहिँ यति भन्दै चाहिँ सो म पनि बिदा हुन चाहन्छु साथीहरू। सो मैले चाहिँ अघिदेखि नै यहाँनिर चाहिँ घाममा बसिरहेको छु। सो एकदमै धेरै तातो भइसकेको छ सिट पनि है। र म चाहिँ अब चाहिँ घरतिर जान्छु साथीहरू।